जीवन ज्ञानमा यहाँलाई स्वागत छ। यहाँलाई जीवनभर सम्झिराखे राम्रो ज्ञानका कुराहरू मात्रै यसमा यो च्यानलमा हजुरहरूले पाउनुहुनेछ। आज म यहाँहरूलाई बिहान निक्लिँदा बित्तिकै हजुरले कुनै काममा जाँदा के देख्नुभयो भने त्यो काम सफल हुन्छ, अथवा तपाईँले नयाँ काम गर्न लागेको बेलामा के देख्नुभयो भने तपाईँलाई सफलता मिल्छ। यात्रामा होस् अथवा नयाँ काम गर्दा भने अब यस प्रकार रहन गएको छ। बिहान गोरो चन देखियो भने शुभ हुन्छ। चन्दन देख्नु पनि राम्रो, सुन देखिनु पनि अति राम्रो, शङ्ख ध्वनि सुनियो भने पनि राम्रो, शङ्ख देखिए नि राम्रो, घण्टा बजेको आवाज सुनियो भने पनि राम्रो, शङ्ख घन्टी देखियो भने पनि शुभ हुन्छ। मादल देखिनु पनि अति शुभ मानिन्छ, मादलको आवाज सुनियो भने पनि कार्यसिद्धि हुन्छ। ऐना देखिनु पनि अति शुभ मानिन्छ बिहानको समय अथवा कुनै नयाँ काम गर्ने क्रममा। त्यस्तै मणि देखियो भने, गाईलाई देखियो, तिलक लगाएका सात्विक ब्राह्मणलाई देखियो, पुत्रवती सौभाग्यवती स्त्रीलाई देखियो, बलेको आगो देखियो, दही सुमधुर सङ्गीतको धुन सुनियो कतै कुनै काम गर्ने क्रममा भने पनि त्यो कार्य सफल हुन्छ। त्यस्तै तुलसी शालिग्राम भगवानलाई पनि यहाँहरूले देख्नुभयो कतै काममा जाँदा, कुनै नयाँ काम गर्दा, यात्रा गर्दा भने यी शालिग्राम भगवान यस्तो हुनुहुन्छ। शालिग्राम भगवानको दर्शन पनि हजुरहरूको जीवनको लागि दिव्य सफलताको प्रतीक हुन्छ। र यसरी हजुरहरूले कुनै नयाँ काम गर्दा होस् अथवा बिहान उठ्दा बित्तिकै होस् या कुनै नयाँ कामको सिलसिलामा होस्, हजुरहरूले यिनी चिजहरू हजुरहरूले देख्नुभयो भने सम्झिनुहोस् कि तपाईँको यो कार्य पूर्ण सफल हुन्छ, राम्रो हुन्छ।